हाई एभ्रिवान गुड इभिनिङ है। आज चाहिँ म रेडी भइरहेको छु, यहाँ देखिसक्नुहुन्छ होइन। आज चाहिँ हाम्रो चाहिँ आउट पास छ रातिको, अन्त आज चाहिँ भ्यालेन्टाइन डे हो। सो त्यही भएर चाहिँ हामी चाहिँ बाहिर जानु आँटेको है। अहिले चाहिँ म रेडी हुँदैछु, अन्त सोचेँ कि भ्लग बनाउनु पर्यो भनेर आजको है एकदम स्पेसल भ्लग है। हामी चाहिँ राति हुँदो त्यति आउट पास दिँदैन, आज चाहिँ फर द फर्स्ट टाइम दिइरहेछ नि त। सो त्यही भएर चाहिँ आज हामी जानु आँटेको छौँ। अन्त म चाहिँ लुगा चाहिँ फेरिसकेँ, किनकि आउटफिट यति अब के लगाऊँ हुन्छ होइन, मलाई केही हुँदैन नि त अहिले। अन्त त्यही भएर चाहिँ जामा लगाएको छु हो। सो अब हामी जान आँटेको छु, मतलब रेडी हुँदैछ। दिदीहरू सबैजना हो, मेरो हस्बेन्ड है, सबै दिदीहरूको हस्बेन्डहरू। सो आज हेर्दै जानुहोस् आज के हुन्छ भ्यालेन्टाइन डेमा भनेर ल। सो हामी चाहिँ रेडी भइसक्यो हो। मेरो आउटफिट देखाइदेऊ न। आजको लुगा मेरो अब यस्तै छ होइन, तिमीले देखाइदिउँ। अब चाहिँ हामी को साथीहरू हो। बाई बाई, अहिले भेट्छु। हामी चाहिँ हिँडेको टोटो आइसक्यो अरे हो। अन्त अलिक चिसो छ बेलुका हुनु चाहिँ, तर पनि तातै लगाएर गएको छु जानु त हो। लेट्स सी आजको कस्तो के हुन्छ। कता गएको हो? कता बस्ने हो? हामी एकदम जेलवाला यस्तोमा भेडिया बख्रावाला यहाँबाट पनि भएको बाटो भेडिया बख्रा लाने हुन्थ्यो त योले ग्रिनले सजिलो वाला। बाई बाई। हजुर यहाँ अगाडिको दुईवटा अटो, यहाँ हाम्रो एउटा पछि पनि आउँदैछ हो। यता हाम्रो ग्रुपको है भित्र म आउँदैछु ल दिदीहरूसँग ल। हामी त बुढाहरूलाई भ्यालेन्टाइन डेमा सरप्राइज दिनु भनेको। अन्त चाहिँ बेकरी सप रहेछ यहाँनिर होइन, अन्त केक लगिदिनु पर्यो भनेको। हामीलाई चान्सै पाएको छैन नि त फेरि हो सरप्राइज दिनु नि। अनि हामी त लुकेर आयौँ यहाँ फोटो खिच्ने नि उसले। ल हामी त केक लिएर गयो। यति साह्रो मेरो बुढाले फोन गरेर क्यान्सलिङ हो, कहिले आउँछौ बुढाहरूलाई चाहिँ हामीले यहाँ सरप्राइज दिन्छु भनेर थाहै छैन नि त हुनु त। रिसेर बम भएर केही छैन। मिठो भ्यालेन्टाइन डे तिमीलाई भन्दा मेरो बुढा ह्याप्पी भ्यालेन्टाइन। ल पढाउँदा त रातै उठ्नु भयो भयो के है। के हो यस्तो? हेलो हाई। अप्ठ्यारो आफ्नो बुढालाई। यिनीहरू कस्तो खाने यार। देखेन म थिएँ त, म अगाडि थिएँ हौ, देखेन। फुल के गर्नु त फुल
नि मलाई बाराम लाग्छ ल ल दाम दाम दिन त लाग्दैन अलिअलि ह्याङ भइगयो ल हाम्रो बुढाहरूलाई ह्याप्पी भ्यालेन्टाइन्स डे कति ह्याप्पी छ राख न उठा 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 यो भन न सिनियरदेखिको स्टार्ट गर्नु ठुलोदेखि स्टार्ट गर्नु किनकि भिडियो गर्नुपर्छ एकछिन Happy Valentine Day. Ha ha ha. Hah? Lah, udah saya udah kenapa? Mesti baik. Happy Valentine. म मात्रै त ताली बजाउँदै म मात्रै Thank you. Wow. Lah, kan bukannya kiri happy anniversary ya deh. Pizza, अन्त यो चाहिँ के हो चिकन चिल्ली पनि चिकन चिल्ली छ यो के भन्छ फ्रेन्च फ्राई पर पनि
यहाँ त यी के थाहा रहेछ भाइले खानु भनेको नि मैले केटीहरूलाई मात्रै साथीहरू हामीले चाहिँ अब चाहिँ खाना आँटेको है मेन कोर्स हो अन्त मेन कोर्समा के मगाउँछ सपना दिदी अनि त्यसपछि बटर नान र बटर चिकन सो हाम्रो चाहिँ भ्यालेन्टाइन डे चाहिँ एकदम मेमोरेबल भयो योपालि होइन अस्ति पालि चाहिँ बाहिर जाँदैछ नि आज फर्स्ट टाइम है हामीलाई आउटिङ जाँदैको फेरि यस्तो टटअप चल्दैछ हो फोटो खिचाइ हुँदैछ यहाँ दिदीहरूको यो चाहिँ हाम्रो के भन्छ मेन कोर्स हो स्टार्टर चाहिँ धेरै भयो नि त अन्त त्यही भएर चाहिँ अब अलिअलि मगाएको फोन देख्यो फोन देखेपछि त फोनमै हो नि आँखा त फोन न दिखाएको साथीहरू खै देखेन के 11,000 हो कि कति हो ल साथीहरू हामी चाहिँ सकिसक्यो होइन अब चाहिँ हामी जाने बोकेर सब हामी चाहिँ गएको साथीहरू हेर्नुहोस् मलाई सरप्राइज एकदम है म पनि छक परेँ ल आज चाहिँ अब कहाँबाट दिएछ भन्नु होइन अब मतलब हामी आएको जस्ट डिनरको लागि तर अब दिएछ है हामी चाहिँ गएको अब यही अटाउँथ्यो है कुनी के गरेको चाचा र बोलाइ हामी चाहिँ अघि आउँदाखेरि 4टा अटो लिएर आएको अहिले पनि 4टा अटो सादा धनी छ धेरै धनी भएर यहाँ पनि 2-2जना मात्रै छ यहाँ मात्रै 4जना भनेको फेरि अर्कोपट्टि खाजा खाज बसिरहेको यहाँ 5 जना हिमालहरूमा त्यहाँ 5 जना बसिरहेको छ त यहाँ पनि छ त यी सानो आइपुग्यौँ सौना दिदी यता हेर्नु त युट्युबमा लु भाइरल जोडी है कहाँ छ बन्दुक चाहिँ कहाँबाट आउँछ रे बन्दुक कहाँ छ अरे बाई 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 अब त हाँसेर दिदी भन्दैछ नि बाई ह्यापी भ्यालेन्टाइन्स डे दिदी एकछिन के भएको थियो भन्नु न एकछिन ड्रामा भएको थियो ड्रामा है यहाँ दाइको फोन झरेछ नि त यहाँ पर तर पायो झन्न अब भित्रै हराएको त भित्रै झरेको यताउता त त्यस्तो कसले लाँदैन नि त अब बाहिर झरेको भए चाहिँ प्रब्लम हुन्थ्यो है दिदी राम्रै ठिकै भयो यहीँ पर भेट्यो म पनि पाउँछ जस्तो लागेको थियो फोन नउठाउँदा त ठिकै छ हो आजको भ्लग यस्तै भयो हामी चाहिँ अब घर आइपुग्यो है भनिहालेँ तपाईँहरूलाई हाम्रो चाहिँ क्वार्टर उयो छ नि त दिदीहरूको यो हो
आज कस्तो लाग्यो मजा आयो नि आज मजा आयो मजा आयो टाइम पनि पायो अलिकति भए पनि टाइम स्पेन्ड पनि गर्नु पायो अँध्यारोमा झन् है मजा आउँछ नि त दिउँसो चाहिँ अब गरम पनि हुन्छ है अहिले चाहिँ अलिक शीतलै छ तर पनि अब दिउँसो हिँडेको र बेलुकाको धेरै डिफ्रेन्ट छ सो आजको भ्लग चाहिँ म यहीँ एड गर्छु थ्याङ्क यू फर वाचिङ बाई 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 बाई